आज चाहिँ तपाईहरुको प्यारी घोषले फोटोशूट गर्न जाँदैछ र कुन लोकेसनमा जाँदैछ आजको मेरो ब्लगमा के हुनेवाला छ आउनुस् फुल भिडियो हेरेपछि मात्रै थाहा हुन्छ। गोरे भिडियो पनि भयो आँप पनि भयो खाने पनि भयो। अब फोटो सोटो खिच्न आएको एउटा गतिले खिच्दैन यसले खिच क्या हो जाङ्गेमा म त इमोसनल भयो त हो। हेलो नमस्ते गुड मर्निङ प्यारीहरू सबैजना आराम हुनुहुन्छ होला। म पनि एकदमै आराम छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिन नबिर्सिनु होला अनि ब्लग पनि हेरिदिनु होला। सधैँ नै कट नगरेर हेरिदिनु। अनि आज चाहिँ मैले मुख पनि धुएको छैन भर्खरै उठ्दैछु र तपाईहरुले देख्छु मेरो अनुहारमा यहाँनिर दाग भइरहेको थियो। अस्ति मलाई पिम्पल आएको बेला मैले बेसरी कोटाएको थिएँ अनि दाग बसेको थियो क्या यहाँनिर पुरै कालो बसिरहेको थियो। अहिले यसो जाडो रहेछ स्कार साइन यो चाहिँ यो प्रमोसन गर्न लाग्यो कि यत्रिको छ हैन 550 यत्रिको तपाईलाई 550 त एक्सपेन्सिभै हो नि त। जान्छ भने त किन एक्सपेन्सिभ नकिन्ने हैन ठिकै छ। मैले चाहिँ कस्मेटिकदेखि लिएको थिएँ कि तर काम चाहिँ गरेर रहेछ मेरो चाहिँ गयो कि त्यो अनुहार चाहिँ साइनिङ दिँदैछ क्या। एउटा पोस्ट हेर्ने प्यारीहरू एभ्रिवान सबैजनालाई मेरो नमस्ते। म चाहिँ के भन्न आएको भने मेरो मम्मीलाई क्यान्सर भएको अवस्थाले आर्थिक स्थिति कम भएको कारणले गर्दाखेरि मलाई घोषले सहयोग गर्नु भएर मेरो मम्मीको नयाँ जीवन सुरुवात गर्न पाएको छु। मेरो मम्मीको अपरेसन गरेको हो त्यसैले त्यतिखेर मसँग रकम नभएकोले मलाई जुन इङ्ग्लिसै आउँदैन र मात्र हो हामीलाई त आउँछ स्पेनिस भाषा एकदमै मजा चाहिँ आइरहेछ। हामीलाई किन गर्मी भयो थाहा छ किनभने हामी मान्छेले हट्छौँ। प्यारीहरू फाइनली घर पनि आइपुग्यो होइन। अनि आजको भ्लग यति नै। इन्डिङसम्म मेरो साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। बाई बाई सी यू।